Subscribe now and press the bell icon. हेलो गाइज, आज हामी यो ठाउँलाई के भन्छ हजुर बैरीदहदेखि हामी ठुलीदह जाँदैछौँ। यस्तो छ, ठुलीदह चाहिँ त्यहाँ छ। हेलो हेलो, वेलकम छ राजकुमार भाइ। धन्यवाद धन्यवाद। ल, हामी सबैजना ठुलीदह जाने टिम, उहाँहरू आउँदै हुनुहुन्छ। ठुलीदह जाने टिम सबैजनाले हाई हेलो भनिदिनु होला। स्वागतम हजुरलाई। ल ल ल, बहिनीहरूलाई पनि वेलकम छ आजको भ्लगमा। ल है गाइज, फाइनली हामी ठुलीदहमा हामी इन्ट्री गरिसकेका छौँ। यस्तो छ, यहाँ बाटो आयो, यहाँ चाहिँ बन्दैछ प्रतीक्षालय। यस्तो छ है गाइज। ल है, यहाँ चाहिँ फोहोर कलेक्सन गरेर यहाँ राखेको रहेछ। यस्तो गर्नु पऱ्यो गाइज, जथाभावी फाल्नु भएन। एउटा पारी रहेछ। वाउ, यस्तो राम्रो डान्स है, नाचेको छ। ल है दुईजना, ल ल है राजकुमार भाइले। ल उहाँको पालो है। ल पाउँछ है, ल पाउँछ। रनिङ रनिङ ल है, ल आयो है, आयो। ल फुलवाला आयो, फुलवाला केटो। ल है फुलवाला। ल कसको लागि यो फुल? यो फुल झोल लाग्छ देखा लाग्यो। बिक्रीमा छ हजुर, बिक्री। कति हो एउटाको? एउटाको धेरै होइन, 100 रुपियाँ। सुक्दैन नि हो? सुक्दैन हजुर, मन परेको फुल सुके पनि रसिलो। फाइनली गाइज, हामी ठुलीदहमा हामी आउन लाग्यौँ। हाम्रो टोली ठुलीदहको नजिक पुगिसक्यो। यस्तो छ है बाटो। ल दामी, ल यस्तो राम्रो छ। फाइनली गाइज, हामी ठुलीदह आइपुग्यो। दुःख कष्ट गर्दै, उकाली उराली गर्दै, ओह्राली त होइन, उकाली मात्रै गऱ्यो, जाने बेला ओह्राली हो। यस्तो राम्रो छ। एकदम समाजित राख्नु छ। ल दहको बारेमा केही भनिदिनु पऱ्यो। ल हजुर, यो ठुल्दा हो, माइल द तल हुनुहुन्छ, कान्छी अलि उतै हुनुहुन्छ। उहाँले रिसिन, उहाँले आँसु झार्नु छ, उतातिर त छैन। त्यही ल ल ल, यो समात्नु त। ठुलीदहमा फुल फुलेछ है। ल यहाँ कमलको फुल हुनुपर्ने कि। के किरा है र? किरा, ओ किरा, ओ किरा, दामी। भन्नु चाहिँ मैले घर हाल्नु क्या।
ठिक छ त वाह दामी ल सबै छिटो जान लाटा है दामी है भिडियो परमेश्वर की रचना छवि वाचना आहा भरिलाई गाते छवि वाचना आहा भरिलाई परमेश्वर की रचना लै भरिलाई गाते छवि वाचना आहा भरिलाई परमेश्वर की रचना लै भरिलाई गाते छवि वाचना आहा भरिलाई
परमेश्वर की रचना लाई बरिलाई कते जबे बचना आहा बरिलाई परमेश्वर की रचना लाई बरिलाई कते जबे बचना आहा बरिलाई कते जबे बचना आहा बरिलाई कस्तो लाग्यो डान्स अङ्कल बुद्धले घुम्नु होला जाइ भने म ती घुम्न होला त दौड्यो कस्तो लाग्यो सर डान्स कस्तो लाग्यो सर डान्स हजुर एकदम राम्रो छ ठिक छ प्र्याक्टिस भइरहेको छ सर यो पहिले केही गर्दा जोइ भगाउनु पर्यो भने यो काम लाग्ने रहेछ ठिक छ कस्तो लाग्यो सरलाई कस्तो लाग्यो डान्स सरलाई होइन
सरलाई कस्तो लाग्छ भाग्न जानु सरलाई के सरलाई राम्रो लाग्यो भाग्न जानु सजिलो हुँदैछ मिसलाई कस्तो लाग्छ सरहरूलाई कस्तो लाग्यो ठिक लाग्यो म्याडम ल हट पोटेटो टाढा भयो ल अब चारजनाको ए को जित्ने है ल कसले खाने हो ताता आलु ल ल ल ल आउट 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 अब थर्डमा को आउने थर्डमा ल त्यस्तो गर्ने होइन कि राम्रोसँग दिने हो ल अब दुईजनामा ल दुईजना रेड भर्सेस रेड आलु कसले खाने हो आलु के आलु पाक्यो आलु खायो आलु कस्तो लाग्यो त जित्दाखेरि गेम हो रमाइलो लाग्यो कसरी जितियो त कसरी जितियो त कसरी भन्ने भन्ने अब उसको बलकै मैले ए ल तपाईँको पालो आएर सुरु गर्नु दुईचोटि हान्नु खेल्नु कि खेल्नु एकचोटि भन्यो नि त नि एकचोटि भन्यो छिटो खेलाइदिएन यो ढिलो खोइसक्यो अझै सुन्नु Baby, Samuel. Okay, you must check him out. Samuel. Lah, agar एकचोटि नाचौँ भैया पहिलो भने ल अब त
Ready, 1, 2, 3, go. त्यो पानी हो पानी पनि खानु भएको छ Ready, 1, 2, 3, go. 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 अर्को गेम खेलाउँछौँ है भयो यहाँ आगो बाल्यो अब यहाँ मकै पोलेर खाने हो ल हाम्रो सरले यहाँ मकै पोल्दै हुनुहुन्छ मकैको सेकुवा ल एउटाको कति हो सर 50 मात्रै हो एउटाको 50 रुपियाँ ल सस्तो मकै कहाँको मकै हो सर यो सोलाबाङ्गी मकै है ल आहा यस्तो हो नि त दामी तरिकाले मकै पोल्यो अनि खायो गम कि गम होइन हामीले यहाँ आइसकेपछि एउटा कुरा चाहिँ हामीले खाएको सबै प्रयोग गरेको चाहिँ यसरी फोहोर चाहिँ हामीले जम्मा गरेर एकै ठाउँमा राख्छौँ जथाभावी फाल्दैनौँ अनि जो यहाँ आउनुहुन्छ तपाईँहरूले पनि यही गर्नु होला भनेर अनुरोध गर्न चाहन्छौँ यहाँनिर हाम्रो ग्याङ हुनुहुन्छ हाम्रो भाइ बहिनीहरूले भोक लागिहालेछ गम कि गम दिइरहेछन् ठिक छ ल अब यहाँको पारेको माहौल यस्तो छ दहतिरको चाहिँ हेलो गाइज फाइनली हाम्रो सेकुवा मकैको सेकुवा यति धेरै पोलिसक्यौँ हामी अनि यहाँ एउटा मात्र बाँकी छ अब लाग्दैछ विशेष गरी यो पोल्नु हुने हाम्रो कुमार सरलाई थ्याङ्क यू सो मच भन्न चाहन्छौँ यो अब हामी पर गएर फेरि यो खाँदै फेरि अर्को पाटको रमाइलो छ हामी तपाईँलाई देखाउनेछौँ ओके ल अनि मकै पोलिसकेपछि आगो चाहिँ यसरी मार्नुपर्छ है ख्याल गर्छौँ भन्नु एकदम हामी चाहिँ एकदम सचेत छौँ किनभने वातावरणले बचाउनु पऱ्यो होइन अनि किनभने यो आगो मारिन भने आगो सल्किन सक्छ यसरी मार्नुपर्छ ल अनि यहाँको फोहोरहरू जम्मा सङ्कलन गरेर यहाँ राखियो होइन अब यहाँ राखौँ बस यहाँ चाहिँ अब हाम्रो भोजन तयार हुँदैछ भोजन गरम गर्ने तयारीमा छ भने क्या त मेला हुँला सोध्नु आइफोन छ आइफोन छ छोरी दिने बोलिदिनु भने म दिउँ जसले अब चाहिँ फाइनली गाइज यहाँदेखि हामी उठ्यौँ अब यहाँदेखि हामी भाग्दैछौँ अर्को ठाउँमा हामी बसाइसराई गर्दैछौँ अब यताबाट हामी सबैजना निस्क्यौँ ल हेर्नुहोस् गाइज यहाँनिरको माहौल तातिरहेको छ अझै पनि देख रहा आप हेर्नुहोस् गाइज कति रमाइलो यहाँनिर माहौल छ सबैजना आफ्नै ग्याङमा आफ्नै ग्रुपमा यसरी ड्राई पिकनिक टाइपकै भइरहेको छ यहाँनिर यस्तो रमाइलो भइरहेको छ सबैजना आफ्नै तालमा हुनुहुन्छ हामी आफ्नै तालमा छौँ अरू आफ्नै तालमा हुनुहुन्छ पानी यहाँसम्म चाहिँ त्यहाँ वाह
हाम्रो ग्याङ यहाँ जाँदैछ फाइनल्ली गाइज आजको हाम्रो कार्यक्रमहरू सबै इन भइसकेको छ यहीँ अब हाम्रो टोलीहरू अगाडि लागिसक्नु भएको छ र हामी यहीँ बसेर खाजा खाइयो सफा पनि गरियो अब हामी लाग्छौँ घरतिर है त ल धेरै आनन्द आयो फेरि फ्रेस भयो ठाउँ राम्रो छ घुम्न आउनुहोस् यस्तो ठाउँ छ यस्तो छ है बाटोमा फर्किने बेला यस्तो छ बाटो Subscribe now and press the bell. करक देखियो है